सो हेलो सबैजनालाई जय शम्भो है। यसलाई चाहिँ तराईमा चारपाटे पनि भन्छन् होइन, इङ्ग्लिसमा चाहिँ यसलाई स्टार फ्रुट पनि भन्छन् है। सो यसलाई चाहिँ नर्मल हाम्रो काटेर नुन खोर्सानी यतिकै खाए पनि हुन्छ यो फ्रुट चाहिँ होइन। सो पाकिसकेको फ्रुट हो यो है। सो यसलाई चाहिँ नर्मल हाम्रो नुन खोर्सानीसँग माथिबाट नुन खोर्सानी छरेर खानुभए पनि हुन्छ है। अनि खोर्सानी नुन के मनपर्छ तपाईँलाई होइन, चटपटा बनाएर यसको माथि हालेर खानुभए पनि हुन्छ है। अहिले मसँग चाहिँ यति धेरै यहाँ चारपाटीहरू छ है। सो तपाईँहरू अनि यहाँ चाहिँ बयर पनि छ है। सो यो चाहिँ हाम्रो तराईको एकदम लोकल फ्रुटहरूमा पर्छ है। सो हजुरलाई कतिको मनपर्छ है। सो आज चाहिँ म यो यसलाई चाहिँ चटपटा बनाएर खानेवाला छु है त। सो मेरो यो स्टार फ्रुट चाहिँ रेडी भयो। एकदमै फ्रेस जुसी है। म चाहिँ एउटा खान्छु पनि है त।